जनताले पनि खबरदार यस्तो गर्न पाइँदैन भन्नुपर्छ। बालेन सरकारले अनियमितताका विरुद्धमा कारबाही गर्ने चाहिँ सङ्केत थाहा पाएपछि उनीहरू चाहिँ अब हामी चाहिँ एक हुनुपर्छ है, हामी एक भयो भने मात्रै हामी बलियो हुन्छौँ, त्यही कारण हामी सङ्गठित हुनु पर्यो। हामी त्यो प्रयास सुरु भएको छ, दलहरू चाहिँ भुइँमै पुगे, उहाँहरू अब राजावादी हुनुपर्छ। त्यो छारी को त भन्दाखेरि राजा ज्ञानेन्द्र। यो सुझाव प्रचण्डलाई पनि हो? प्रचण्डलाई पनि हो। टाइम पत्रिकाले होला विश्वका 101 चाहिँ चर्चित नेताहरूको सूचीमा बालन शाहको नाम पनि आयो भन्ने कुरा। प्रभावशाली नेतामा। दर्शकवृन्द, हामीसँग कुराकानीका निम्ति प्राध्यापक, लेखक, साहित्यकार, ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणीन्द्र नेपाल हामीसँग हुनुहुन्छ। स्वागत छ। धन्यवाद। तपाईले नयाँ सरकार भनेको बालेन सरकार, राष्ट्रपाको नेतृत्वमा सरकार बनिसकेपछि पनि ग्रेटर नेपालको एजेन्डा प्रस्तुत गर्नुभयो, माग प्रस्तुत गर्नुभयो, नक्सा प्रस्तुत गर्नुभयो। बालेन शाह मेयर हुँदा सकारात्मक धारणा पाइयो भनेर एक खालको प्रशंसा पनि तपाईँले गर्नुभएको थियो। बालेन शाहको दृष्टिकोण के रहेछ भन्ने कुरा मैले त्यहाँबाट यो कुराकानी सुरु गर्न खोजेको छु। इन्डियामा त्यहाँको नवनिर्मित संसद भवनमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले अखण्ड भारतको भित्तिचित्र मुराल त्यहाँ राखेको देखाएपछि समाचार व्यापक भयो। किनभने त्यहाँ चाहिँ दक्षिण एसियाका धेरै देशहरू त्यसमा राखिएको थियो र नेपालको पनि लुम्बिनी, विराटनगर जस्ता क्षेत्रहरू अखण्ड भारतको नक्साभित्र पारिएको थियो। यद्यपि आरएसएसले निकालेको चाहिँ अखण्ड भारतको नक्सामा सिङ्गै नेपाल अथवा सिङ्गै दक्षिण एसिया राखेको छ जस्तो। त्यो छुट्टै प्रसङ्ग हो। तर त्यति बेला जब नरेन्द्र मोदीले अखण्ड भारतको नक्सा देखाए, त्यसको जवाफमा बेङ्गलोरमा थिए त्यति बेला तत्कालीन मेयर बालेन्द्र शाह। उनले आफ्नो कर्मचारीलाई भनेर मेरो अफिसमा ग्रेटर नेपालको नक्सा राखिदिनु भनेको आधारमा कर्मचारीले उहाँको चाहिँ कुर्सीको पृष्ठभूमिमा पर्ने गरी ग्रेटर नेपालको नक्सा राखे। त्यो नक्सा चाहिँ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बनाएको नक्सा हो। अनि त्यो धन्यवादको दिनै पर्ने विषय किन थियो भने कुनै एउटा व्यक्तित्व प्राप्त गरेको व्यक्तिले, त्यो आर्जन गरेको व्यक्तिले कसैले पनि त्यो कुरा नउठाएको सन्दर्भमा मोदीलाई जवाफ दिने गरी तत्कालीन मेयर बालन शाहले त्यो नक्सा राख्नु लगाउनु चुनौतीपूर्ण कुरा हो र जस्तालाई तस्तै पनि हो भनेर हामीले त्यसको स्वागत गरेका थियौँ। र त्यति बेला उहाँले एउटा इन्टरभ्यूमा, दैनिक भास्कर भन्ने पत्रिकासँगको इन्टरभ्यूमा उहाँले चाहिँ मैले त अखण्ड भारत देखाएपछि हाम्रो पनि ऐतिहासिक रूपमा ग्रेटर नेपाल छ भनेर देखाएको हुँ र त्यो विषयमा कुरा गर्ने मेरो राजनीतिक हैसियत छैन भनेको थियो उहाँले। अनि अब अहिले तपाईँले गर्नुभएको प्रश्नसँग चाहिँ जोड्नै पर्ने विषय के हुन्छ भने हिजो बालेन शाह मेयर हुँदा ग्रेटर नेपालको नक्सा राख्दाखेरि चाहिँ ग्रेटर नेपालमा भएको जमिन पाउनुपर्छ भनेर बोल्ने अथवा यसलाई एडभोकेसी गर्ने हैसियत मेरो पुगेन भन्नुभयो। तर आज त उहाँ त्यो हैसियतमा पुग्नुभयो। उहाँ देशको प्रधानमन्त्री हुनुहुन्छ, त्यो पनि लडतर होइन। अहिले हामीले चाहिँ मार्च 4मा निकालेको नक्सा केही दिन अगाडि हामीले सार्वजनिक पनि गऱ्यौँ। जति बेला मेयर हुँदाखेरि बालन शाहले राखेको नक्सा हो, त्योभन्दा धेरै ठुलो भूभाग प्राप्त भएको हुँदा हामीले त्यसलाई पनि समेटेर पूर्वमा ब्रह्मपुत्रदेखि पश्चिममा रावी नदीसम्मको नक्सा निकाल्यौँ हामीले। बालन शाहले राखेको नक्सामा चाहिँ पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म मात्रै थियो होइन। अनि त्यस कारणले पनि हामी अब त्यो नक्सा उहाँलाई दिँदैछौँ। किनभने हिजो उहाँले राख्नुभएको थियो, आज पनि राख्नु पऱ्यो। राख्नुहुन्छ कि राख्नुहुन्न त्यो छुट्टै कुरा हो, तर समात्नु त पऱ्यो। हामी त्यो प्रयासमा छौँ, उहाँको समय लिन खोजिरहेका छौँ। अनि जहाँसम्म तपाईँले चाहिँ के प्रतिक्रिया भन्ने कुरा गर्नुभयो, प्रतिक्रिया त केही पनि पाएको छैन। किनभने समय पनि पाउनु भएको छैन। अहिले समय पनि पाएको छैन। समयका लागि केही पहल गर्नु भएको छ? समयको लागि पहल पनि भएको छैन। किनभने अस्ति भर्खर नक्सा निकालियो। अनि अब चाहिँ अब पहल गर्ने, ठिक छ, समय माग्ने भन्ने कुरा भइरहेको छ। ठिक छ। अब अहिले उहाँ कसरी यो विषयलाई लिनुहुन्छ भन्ने कुरा तपाईँहरूसँग सहकार्य भइसकेको छैन भनेको प्रत्यक्ष भेटघाट भएको छैन। प्रधानमन्त्रीसँग यो आफ्ना नक्सा र माग बुझाउने एउटा अवसर पनि मिलिरहेको छैन। त्यसपछि हामीले जुन दिन नक्सा सार्वजनिक गऱ्यौँ नयाँ नक्सा, त्यति बेला नै हामीले भनेका छौँ कि हामी प्रधानमन्त्रीलाई दिन्छौँ।
भनेपछि त्यो त समाचारमा आएको छ। अनि त्यो त प्रधानमन्त्रीलाई उहाँले आफैले समाचार नसुने पनि उहाँका चाहिँ जसले सूचना दिनुपर्ने हो उहाँहरूले चाहिँ यो कुरा उठेको छ भनेर त अवश्य सुनाएको होला। त्यस कारण हामीले उहाँलाई भेट्नको निम्ति समय माग्दाखेरि समय दिनुभयो भने उहाँ पोजिटिभ हुँदो रहेछ भन्ने बुझ्नु पऱ्यो। समय नै पाइएन, होइन उहाँसँग समय छैन, अहिले चाहिँ सम्भवै छैन भन्ने कुरा भयो भने अनि आँखा गर्दा अलङ्कार बुझिन्छ। ठिक छ, यो आगामी दिनमा उहाँले के गर्नुहुन्छ त्यस पछाडि फेरि संवाद गरौँला। अहिलेको सरकारको काम कारबाहीलाई चाहिँ तपाईँ कसरी हेर्दै हुनुहुन्छ? उहाँहरूले सुरुवाती रूपमा जसरी काम थाल्नु भएको छ, यो कामको शैली, प्रवृत्ति, यसको ढाँचा, यसले दिइराखेको सन्देशलाई कसरी हेर्नु भएको छ? उहाँहरू एकदम हतारिनु हो। त्यो हिन्दी फिल्ममा एउटा चाहिँ अनिल कपुर भन्ने हिरो एक दिनको लागि मुख्यमन्त्री कुनै राज्यको हुन्छ, त्यो तपाईँले पनि हेर्नु भएको होला, धेरै चर्चा गरिन्छ त्यो फिल्मको। किनभने एक दिनमा उसले चाहिँ आकाश पाताल सबै जोडेर चाहिँ कारबाहीहरू गर्छ। त्यही शैलीमा उहाँहरू जान खोज्नुभयो। जस्तै अब पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखकलाई त्यो ढङ्गले पक्रिनुभयो र उहाँहरू छुट्नुभयो। अदालतले उहाँलाई रिहाई गरिदियो, होइन। अनि अब त्यो चाहिँ हतारमा गरिएको र फुर्सदमा पछाउनु पर्ने विषय बन्यो भन्ने कुरा सामाजिक सञ्जालमा आइराखेको छ। अनि अहिले पछिल्लोचोटि उहाँहरूले चाहिँ अब यो प्रतिबद्धता पत्र भनेर 18 बुधे अरू पार्टीका माग पनि समावेश हुने गरी भन्ने आएको छ। अनि त्यस्ता मागहरू सबै साझा हुन्छन्, ती चाहिँ अरू पार्टीका पनि हुन् भन्ने पनि भन्छ, ग्यारेन्टी गर्न पनि मिल्दैन, होइन भन्न पनि मिल्दैन। अब तीमध्ये उहाँहरूले अब 18 बुधे प्रतिबद्धता पत्र आइसकेपछि नेपालको सिमानाको रक्षाका निमित्त, गुमेको भूभाग पाउनको निमित्त, हामीमाथि भएको अतिक्रमणलाई रोक्नको निमित्त, हामीमाथि भएको कब्जा र अरू किसिमको त्याज्यता विरुद्ध, हाम्रो आन्तरिक राजनीतिमा सूक्ष्म व्यवस्थापन गरेको विषयमा, यी सबै विषयमा हामी चाहिँ खुलेर कुरा गर्छौँ, डटेर कुरा गर्छौँ, आँखामा आँखा जुधाएर कुरा गर्छौँ, काँधमा काँध जोडेर कुरा गर्छौँ भन्ने कुरा आउँछ कि भन्ने थियो। त्यो चाहिँ पाइएन। अनि अब उहाँहरू सत्तामा पुनः लागेकै बेलामा अनि इन्डिया र चाइनाले चाहिँ लिपुलेक भन्ज्याङबाट फेरि व्यापार सुरु गर्ने। अब यो जुन अहिले त अब चाहिँ अब यो अप्रिलको अन्तिम त नभनौँ तर आधा अवधि गइसक्यो। अनि अब मे अनि जुनमा त व्यापार सुरु गर्ने भनेर घोषणा भइसकेको छ। जुन भूभाग हाम्रो हो, जुन भूभागमा बाटो उनीहरूले हामीलाई नसोधिकन बनाए, अनि हाम्रा मान्छेले पनि त्यसलाई रोक्ने कुनै प्रयास गरेनन्। तर हिजोकाले गरेनन् भन्दैमा आजकाले पनि त्यही गर्नुपर्छ, हिजोले गरेन अब हामी किन गर्ने भन्नु हुँदैन भन्ने किसिमको मान्यता राख्ने हौँ हामी। त्यस कारणले यो समय निकै बितिसक्यो। यो जुनदेखि त्यहाँ व्यापार सुरु हुन्छ हाम्रो जमिनबाट बनेको बाटोबाट भन्ने कुरा, त्यो विषयमा सरकारको धारणा आउनुपर्ने हो। र अहिले अब के सुनियो भने प्रधानमन्त्रीलाई चाहिँ निम्ता प्राप्त भयो इन्डियाबाट, र प्रधानमन्त्री पनि इन्डिया जान सकारात्मक हुनुहुन्छ भन्ने आयो। अब सायद प्रधानमन्त्रीले यहाँ किन बोल्ने, अब उनी गएर चाहिँ कुराकानी गरौँला भन्ने सोच्नुभएको होला भन्ने ठान्छौँ। तर चाहिँ मोर्निङ सो द डे भने जस्तै उहाँहरूको काम कारबाहीलाई म सकारात्मक रूपमा नै लिन्छु। किनभने केही गरौँ, केही देखाउँ, केही नयाँ काम गरौँ, देश उठाउने काम गरौँ, देशलाई स्थापित गरौँ, जनतालाई सुख दिउँ भन्ने किसिमको सोच राखेको भन्ने मान्यता उहाँहरूको बाहिर आइरहेको छ। अब त्यो चाहिँ समय लाग्छ। अब हामीले जहिले पनि एउटा सरकारलाई उसको हनिमुन डे चाहिँ 100 दिन चाहिँ आलोचना नगर्ने, पर्खेर हेर्ने भनिन्छ। त्यस्तै हामी पनि पर्खेर हेरौँ, अब उहाँले राम्रो गर्नु होला भन्ने कामना गरौँ। ठिक छ, राम्रो गर्न खबरदारी सुझाव पनि दिउँ, राम्रो गर्नुहुन्छ भन्ने अपेक्षा पनि गरौँ। तर हामीलाई 100 दिन चाहिँदैन भन्ने यो राष्ट्रपाका सभापतिको कुरा भएको हुनाले जतिखेरदेखि पनि खबरदारी गरे हुन्छ। हामी इमान्दारपूर्वक अगाडि जान चाहन्छौँ। 100 दिनमा पनि धैर्य गरेर कमजोरीहरूलाई चाहिँ रमित हेर्ने छुट नागरिकलाई छैन, खबरदारी गर्नुहोस् हामीलाई भनेर उहाँले भनेको हुनाले तपाईँलाई यहीबाट तपाईँकै कुरा समाचार मैले एउटा कुरा गरेँ, बडो राम्रो कुरा गर्नुभएको छ राष्ट्रपाका सभापतिले। म उहाँलाई तपाईँ मार्फत के भन्छु भने उहाँले
राष्ट्रिय सभागृहमा जति बेला आफ्नो पार्टी घोषणा गर्दै हुनुहुन्थ्यो पहिलो दिन उहाँले चाहिँ मेरो देश यो हुनेछ भनेर यसरी चौरी औँलाले चाहिँ ग्रेटर नेपालको नक्सा देखाउनु भएको थियो। आज उहाँ एउटा ठुलो पार्टीको शक्तिशाली सभापति हुनुहुन्छ। अब त्यति बेला उहाँले देखाएको नक्सा टिस्टादेखि सतलासम्म थियो, अहिले ब्रह्मपुत्रदेखि राविसम्मको भयो। अब त्यो हामी उहाँलाई पनि दिन्छौँ। उहाँले चाहिँ बडो हार्दिकताका साथ त्यो नक्सा लिनुहुनेछ भन्ने म आशा गर्छु। ठिक छ, त्यो उहाँले के गर्नुहुन्छ अब सत्तामा हुँदा एउटा प्रतिपक्षमा हुँदा एउटा बोल्ने हाम्रा नेताहरूको विगतदेखिको चरित्र भएको हुनाले के हो भन्ने कुरा त छँदैछ। तर पनि राष्ट्रपाललाई शङ्का नगरौँ, एउटा परीक्षणमा उहाँहरू हुनुहुन्छ, यो एउटा कुरा भयो। अब अर्को प्रसङ्ग छ, पुराना राजनीतिक दलहरू के गर्लान् भन्ने छ। 12 गतेदेखि नेकपा एमाले एक खालको आन्दोलनको घोषणा गरेको छ। एमालेको आन्तरिक सङ्कट आफ्नै खालको छ, फेरि काङ्ग्रेस आफ्नै खालको सङ्कटमा छ। अब यी जुन खालका पुराना राजनीतिक दलहरूका अवस्था अहिले देखिएको छ, यी दलहरू कता लाग्लान् भन्ने अहिले यो पुराना राजनीतिक दलहरूको अवस्था अब कता भन्ने खालको एउटा ठुलो चासो र जिज्ञासाको विषय पनि छ। यो निर्वाचनपछि उहाँहरूले कस्तो पाठ सिक्न सक्नुभयो कि भएन, सिकेको देखिन्छ कि देखिँदैन, र उहाँहरू कता हुनुहुन्छ भन्ने कुरा पनि छ। तपाईँ एउटा किनारामा बसेर देशको राजनीतिलाई हेर्ने एउटा स्वतन्त्र मान्छे हुनुहुन्छ, त्यस हिसाबले तपाईँले दिएको एउटा मेसेज चाहिँ अर्थपूर्ण हुन्छ, नागरिकले चासोका पूर्वक सुन्न लायकको हुन्छ, स्वतन्त्र निष्पक्ष पनि हुन्छ भन्ने हिसाबले मैले पुराना दलहरूको सन्दर्भ सोधेको छु। बताउनुहोस् त फलिन सर, के देख्नुहुन्छ? अब पुराना दलहरू पराजित भए, अब हामी चाहिँ कर्नरमा पुर्यायो भन्छौँ नि, अब चाहिँ हामी नेपालीमा ठेट नेपालीमा चाहिँ भित्रैमा पुर्यायो भनेको होइन। अनि उहाँहरू त भित्तामा पुग्नुभयो, तर उहाँहरू चाहिँ हामी भित्तामा पुग्यौँ, हामी आफ्नै कारणले पुग्यौँ, हाम्रो आफ्नो गल्तीका कारणले पुग्यौँ, हाम्रो चाहिँ अहम्मन्यताको कारणले पुग्यौँ, हाम्रो चाहिँ घमण्डको कारणले पुग्यौँ, हाम्रो कुशासनको कारणले पुग्यौँ, हामीले गरेको भ्रष्टाचारमाथि नियन्त्रण गर्न नसकेको कारणले पुग्यौँ भन्नुहुन्न। उहाँहरू चाहिँ देशी विदेशी शक्ति लागेर हामीलाई हराएर यहाँ पुर्याए भन्नुहुन्छ। त्यो चाहिँ जनताको मतको अपमान हो। मत त सबैले पाएका छन् होइन, र जति उनीहरूको मत हो त्यति सुरक्षित ढङ्गले नै पाएछ। अझ एउटा कुरा ज्योतिजीसम्म त्यो कुरा पुगेको छ कि छैन, मलाई चाहिँ के कुरा भनिएको छ भने यो राष्ट्रपालले चुनाव जितेको जुन तरङ्ग छ त्यसमा चाहिँ एउटा प्रसङ्ग बडो घातलाग्दो छ। त्यो के भने राष्ट्रपालले त्यहाँ चुनाव हार्यो जहाँ चाहिँ मोबाइलको चल्ती कम थियो, त्यहाँ चाहिँ यी दलहरूले गरेका अपराधहरूको बारेमा चाहिँ चर्चा भएको कुरा पुगेको थिएन। त्यस कारणले त्यहाँ चाहिँ राष्ट्रपा हार्यो। तर जहाँ जहाँ यो मोबाइलले काम गर्थ्यो, फेसबुकले काम गर्थ्यो, सामाजिक सञ्जालले काम गर्थ्यो, उनीहरू जे सूचना प्रवाह गर्न खोजेका थिए, जहाँसम्म उनीहरूको सूचना प्रवाहित भयो त्यो सबै ठाउँमा उनीहरूले जिते। अनि अब दलहरूले के गर्ने भन्ने कुरा त अब तपाईँले अघि पनि प्रश्नमै भनिसक्नु भएको छ। उहाँहरू प्रत्येक पार्टी आफूभित्रै आन्दोलित छन् होइन। उनीहरू अझै पनि के हुने कसो हुने, काङ्ग्रेस दुईवटा पार्टी कसरी एक हुन्छ कि हुँदैन त्यो द्वन्द्वमा छन्। अब नेकपा एमाले हेर्नुहुन्छ भने अहिले पनि केपी ओली विरुद्ध चाहिँ अब एक किसिमको उहाँले नेतृत्व छाड्नुपर्छ भन्ने कुरा आइरहेछ। अनि उहाँ चाहिँ हस्पिटलमै बसेर भए पनि कारवाही गर्ने चाहिँ एउटा के भन्ने मनोस्थितिमा हुनुहुन्छ भन्ने कुरा आइरहेछ। अनि यसले गर्दाखेरि तर बालेन सरकारले पूर्ववर्ती सरकारले गरेका अनियमितताका विरुद्धमा कारवाही गर्ने चाहिँ सङ्केत थाहा पाएपछि उनीहरू चाहिँ अब हामी चाहिँ एक हुनुपर्छ है, हामीलाई समाप्त पार्न खोज्दैछन्, हामी एक भयौँ भने मात्रै हामी बलियो हुन्छौँ, त्यही कारण हामी सङ्गठित हुनु पऱ्यो हामी भनेर चाहिँ त्यो प्रयास सुरु भएको छ भन्ने सुनिएको छ। अनि अब त्यो चाहिँ के भने आफूलाई सुधार्ने भन्दा पनि सङ्गठित भएर लड्ने कुरा चाहिँ उहाँहरूले गर्नुभयो। अब 1 वर्षको अन्तरालमा सायद 1 वर्षपछि नै अब स्थानीय निर्वाचनको चुनाव हुन्छ। त्यति बेला चाहिँ अहिले राष्ट्रपालले जसरी मत प्राप्त गर्यो त्यही शैलीमा मत आयो भनेदेखि त
अब दलहरू चाहिँ भुइँमै पुगे, हामी धराशायी भन्छौँ नि, भुइँमा सुताइदिने होइन, त्यस्तो अवस्थामा पुग्ने सम्भावना छ। अब त्यसमा चाहिँ आफूलाई स्थानीय निर्वाचनमा अलिक माथि उठाउने प्रयास गर्नुको सट्टामा उहाँहरू चाहिँ यो सरकार विरुद्ध, यो राष्ट्रपा विरुद्ध चाहिँ फेरि पनि त्यो नकारात्मक किसिमले अगाडि बढ्न खोज्नुभयो भने उहाँहरूलाई जनताले त्यति सजिलै माफ दिँदैनन् र चाहिँ अब फेरि अर्को पटक स्थानीय निर्वाचनमा त हामीलाई जनताले साथ देलान् नि भन्ने कुरा रहँदैन जस्तो लाग्छ मलाई। र म चाहिँ उहाँहरूलाई के भन्छु भने यो मेरो चाहिँ सुझाव हो उहाँहरूलाई। त्यो सुझाव के भने उहाँहरू अब राजावादी हुनुपर्छ। पुराना राजनीतिक दलहरू उहाँहरूले अब एउटा अभिभावक चाहियो। अब राष्ट्रपालले त उनीहरूलाई कटरमा पुर्याइदिइहाल्यो। त्यसले अब हामीलाई एउटा छारी चाहियो। त्यो छारी को त भन्दाखेरि राजा ज्ञानेन्द्र। अब राजा ज्ञानेन्द्रलाई पुनर्स्थापित गर्ने दिशामा उहाँहरूको प्रयास भयो भने त्यो सकारात्मक हुन्छ जस्तो लाग्छ मलाई। त्यो सम्भावना होला त्यस्तो त्यतातिर जाला नि दलहरू, त्यतातिर जाने सम्भावना त देखिएको छैन। त्यस्तो आकलन चाहिँ गरिन्छ होइन। तर म चाहिँ व्यक्तिगत रूपमा त्यो सुझाव दिन चाहन्छु किनभने यो सुझाव प्रचण्डलाई पनि हो, प्रचण्डलाई पनि हो, उहाँलाई पनि यो रोचक सुझाव छ फरेन्द्र सर। उहाँ चाहिँ छिटो जान पनि सक्नुहुन्छ फेरि यस्तो थाहा पाउनुभयो भने। उहाँले अहिलेसम्म गरिआएको त्यस्तै छ। अब के गर्नुहुन्छ यो प्रचण्डजीले पनि सुन्नुहोस् फरेन्द्र सरको सुझाव भन्ने छ। अब फरेन्द्र सर, एउटा जुन खालको परिवेशमा नेपालको राजनीति छ, जुन खालको जेनजी आन्दोलनपछि निर्वाचनले जुन खालको परिणाम दियो, यो परिणाम छरछिमेकका लागि चाहिँ कतिको सहज विषय हो भन्ने देखिन्छ। अब त केही सिनारियोहरू त देखियो होला, छिमेकीका अवस्थाहरू पनि देखिन्छन् होला। उनीहरूको बुझाइ के हो भन्ने कुरा बाहिरिएको छ कि यो रहस्यमै छ अझै? अब हामीभन्दा अलिकति अगाडि चुनाव भयो बङ्गलादेशमा। बङ्गलादेशमा चाहिँ अब बङ्गलादेश नेसनलिस्ट पार्टी जुन चाहिँ अवामी लिग पार्टीको प्रतिद्वन्दी थियो जहिले पनि, अब त्यसको नेता अहिलेको प्रधानमन्त्री तारिक रहमान जो हुनुहुन्छ, उहाँ लामो समय बेलायतमा बस्नुभयो, निर्वाचित हुनुभयो, उहाँ फर्केर आउनुभयो र उहाँले पनि निकै भनौँ न अब मजबुत किसिमको चाहिँ बहुमत ल्याउनुभयो। अनि यसले के देखायो भने पश्चिममा प्रभावित, पश्चिमले उठाएको, पश्चिमले चाहिँ दीक्षा दिएको, आशीर्वाद दिएको शक्ति चाहिँ दक्षिण एसियामा जित्दो रहेछ। बङ्गलादेशका अहिलेका प्रधानमन्त्री चाहिँ अब लामो समय चाहिँ लन्डनमा निर्वाचित भएका। अनि हामी कहाँ पनि टिओबी बहुत चर्चामा थियो यो जेनजी आन्दोलनको दिन। अनि उनीहरूको चाहिँ प्रभाव व्यापक भयो र सुशीला कार्कीको सरकार चाहिँ टिओबीकै सरकार हो, जेनजीकै सरकार हो, जेनजीले चाहेकै व्यक्तिकै सरकार हो। र त्यसको पछाडि चाहिँ बालेन शाह थिए, उनले चाहिँ अनि के अरे जेनजी आन्दोलनकारीलाई वार्ता गर भन्दाखेरि चाहिँ कहाँ गर भन्दा तिमी सेनासँग गर भने। सेनासँग किन गर्ने भन्दा सेना अमेरिकी प्रभावमा थियो। त्यसले गर्दा के देखियो भनेदेखि हाम्रो पनि जुन चुनावको परिणाम आयो, त्यो चुनावको परिणामका पछाडि पश्चिमी शक्तिको निकै ठुलो हात रहेको कुरा एकदम चर्चामा छ, त्यो समाचारमा छ। त्यसको खण्डन सम्बन्धित पक्षबाट हुन सकेको छैन। र यसले अब तपाईँले भन्नुभयो अब चाहिँ अब पाकिस्तानमा चुनाव कहिले हो मैले ठ्याक्कै भन्न सकिनँ। अनि तर चाहिँ युवाहरूले यहाँ अहिलेको चाहिँ चुनावमा जितेको जुन सन्दर्भ छ, यसको प्रभाव चाहिँ जस्तो अस्ति भर्खरै एउटा कुरा के आयो भने सायद त्यो टाइम पत्रिकाले होला, विश्वका चाहिँ 101 चाहिँ चर्चित नेताहरूको सूचीमा बालन शाहको नाम पनि आयो भन्ने कुरा, प्रभावशाली नेतामा होइन। अनि उहाँले नेपाललाई सुन्दर भविष्यमासम्म पुर्याउनुहुन्छ भन्ने जनताले आशा गरेका छन् भन्ने उहाँको बारेमा कमेन्ट पनि पढ्न पाइयो। अनि त्यो सन्देश चाहिँ त्यो विश्वमा जान सक्छ। नेपाल सानो भए पनि
यो जुन ढङ्गले चुनाव जिते र युवाहरूले जिते त्यो सन्देश चाहिँ त्यो सन्देश जान सक्छ। मैले त्यो सन्देश भन्दा पनि यसले दिएको अन्तर्राष्ट्रिय मेसेज भन्दा पनि अन्तर्राष्ट्रिय शक्ति त्यसमा पनि छिमेकीहरूको बुझाइ कस्तो हो अहिलेको यो परिवर्तनप्रति भन्ने कुरा मैले तपाईँसँग छिमेकीहरूको बुझाइको कुरा गर्नुहुन्छ भनेदेखि चाहिँ इन्डियाको बुझाइमा अथवा इन्डियाको चाहिँ किनभने उसले चाहिँ ऊ पनि यसमा संलग्न अमेरिका सँगसँगै उसको पनि जेनजी आन्दोलनको पछाडि उसको भूमिका त्यो बाहिर आइसकेको कुरा हो। कारण उसलाई अब लाजा गाला यो ठिक छ भन्ने हो। तर के भने चाइना चाहिँ कस्तो भने जस्तो अमेरिका र इन्डियाले के गर्दो रहेछ भने नेतृत्वलाई ग्रुम गर्दो रहेछ कि कुनै एउटा व्यक्तिलाई भविष्यमा यसलाई प्रधानमन्त्रीको रूपमा विकास गर्नुपर्छ भन्यो भने त्यसलाई पहिलेदेखि नै पृष्ठभूमि तयार गरिँदै जाने उसको चाहिँ प्रभाव विस्तार गर्नको निम्ति के गर्नुपर्छ त्यो कुरा व्यवस्था मिलाइदिँदै जाने त्यो कुरा चाहिँ बालन शैली छ त्यसले प्रष्ट गरेको छ। तर चाइना के हो भने चाइनाले चाहिँ नेपालमा अथवा अर्को विश्वमा अथवा त्योभन्दा छिमेकीमा उसले उसको प्रभाव क्षेत्रमा उसले चाहिँ त्यो काम गर्दैन। उसले के गर्छ भने जो नेतृत्वमा छ त्यसैलाई समात्छ, त्यसैबाट काम लिन खोज्छ होइन। अब काम लिने अब लिन नमाने अब चाहिँ ठोक्ने काम पनि हुन्छ। जस्तो भर्खरै हामीले सुन्यौँ सुदन गुरुङलाई चाहिँ चिनिया राजदूतले चाहिँ भेटेर राम्रैसँग चाहिँ सासमिस गरे भन्ने कुरा आएको छ होइन। तिमीहरूको के हो वान चाइना पोलिसी यही हो। यहाँ चाहिँ कार्यक्रम गर्ने ताइवानको विषयमा ताइवानको झन्डा फहराउने, तिब्बत विरोधी कार्यक्रमहरू गर्ने अनि तिब्बती नेसनल एन्थम गाउने, तिब्बतको चाहिँ निर्वासित नेताहरूलाई चाहिँ कृषकतावादी नेताहरूलाई बोलाएर यहाँ भाषण गर्न लगाउने, यो के ताल हो तिमीहरूको भन्दा चाहिँ र तिब्बतीहरूलाई नागरिकता दिने यो जे गरिरहेको छ त्यो चाहिँ एन्टी चाइना हो। त्यसको मतलब चाइना चीन अलिकति असहज रूपमा आइराखेको, भारत बाध्यात्मक रूपमा लतारिएको स्थिति हो अमेरिकासँग लतारिएको, अमेरिका चाहिँ खुसी भएको त्यो पोजिसन हो अहिलेको। यो एउटा कुरा हो। अब अहिलेको अन्तर्राष्ट्रिय राजनीति जस्तो द्वन्द्व इरान अमेरिकाको द्वन्द्वको असर त हामीले भोगि नै सक्यौँ। तेल र ग्यासमा यो भोगिराखेकै छौँ। अहिले आगामी दिनमा कस्तो होला यसको असर भन्ने कुरा पनि छ। अहिलेको अन्तर्राष्ट्रिय परिवेशलाई लिएर नेपालले कस्ता खालका कुराहरू सोच्नुपर्ने हो भइराखेको छ के अन्तर्राष्ट्रिय द्वन्द्वको बारे यहाँ कति यहाँका बुद्धिजीवीहरूको वृत्तमा, यहाँका सचेत कूटनीतिज्ञहरूको वृत्तमा, राजनीतिज्ञहरूको वृत्तमा कतिको संवेदनशीलता र छलफल पाउनुहुन्छ? तपाईँले यो विषयलाई कसरी हेर्नु भएको छ भनिन्छ? अहिले अब अमेरिका र इरान अथवा चाहिँ इजरायल र इरान, अब इजरायल र अमेरिका एक भएर लडेको हुँदा अब चाहिँ त्यो इजरायल इरान भने पनि अमेरिका इरान भने पनि उस्तै किसिमको पदावली मात्रै हो। तर यहाँ चाहिँ ज्योतिजी कस्तो हुन्छ भने हामी कहाँ चाहिँ हामी चेपुवामा छौँ कि जस्तो इरानलाई समर्थन गर्यो अमेरिका रिसाउँछ, इजरायल रिसाउँछ, इजरायल अन्यायमा पर्यो अमेरिकाले अत्याचार गर्यो भन्यो भने अमेरिका रिसाउने, इजरायल रिसाउने, अनि इरानलाई चाहिँ मोटिभेट गर्नुपर्छ भन्यो चीन रिसाउने, रुस रिसाउने। हामीले त के भने इरानको बारेमा बोल्दाखेरि अमेरिकाको पक्ष लिएर बोल्ने कि चीनको पक्ष लिएर बोल्ने भन्ने किसिमको द्वन्द्वमा हामी परेका छौँ कि हामी स्वतन्त्र भएर यस्तो हो भन्न सक्दैनौँ। यद्यपि हामीले चाहिँ हाम्रो स्वतन्त्र हैसियत गुमाइसकेको हुनाले हामीलाई जे गर्दा ठिक हुन्छ त्यही गर्ने हो। त्यही कारण सरकारले पनि आफूलाई जे गर्दा ठिक लाग्छ त्यही गर्छ। मलाई जहाँसम्म लाग्छ उसले अमेरिकालाई साथ दिन्छ अनि उसले चाहिँ अब चीनपट्टि उसको ध्यान जाँदैन। अब हामी कस्तो खालको अवस्थामा आइपुग्यौँ त राजनीतिक रूपमा? अमेरिका खुसी छ, चीन असहज रूपमा लिएको छ, भारत त्यसैमा लतारिएर यहाँ आएको छ। अन्तर्राष्ट्रिय परिस्थिति एक खालको ढङ्गले तपाईँले भन्नुभयो त्यो खालको सङ्कटबाट हामी अब अगाडि आइराखेका छौँ र हाम्रो राजनीतिले एउटा सचेत कूटनीतिको अपेक्षा गर्छ, तर त्यो फेल भएको स्थिति भन्ने छ। समग्र आशंका पनि अहिले त्यो कूटनीतिक वृत्तमा के होला भन्ने कुराकै आशंका बढी, राज्यको नीति के होला, विदेश नीति के होला भन्ने कुराकै विषयमा हामी एक खालको चिन्तामा परेको र आम मानिसहरूमा यो चिन्ता रहेको पाइन्छ।
अब हाम्रो असंलग्न परराष्ट्र नीति हो, स्पष्ट हुनुपर्ने हो, तर यसमा सबभन्दा ठुलो चिन्ता अहिले किन भइरहेको छ र हाम्रो पोजिसन अहिले ठ्याक्कै कहाँ आइपुगेको हो, हामी कहाँनिर आइपुग्यौँ तपाईँको देखाइमा राजनीतिक रूपमा? अब 18 बुँदे प्रतिबद्धता पत्रमा राष्ट्रपाले अथवा सरकारले चाहिँ असंलग्न परराष्ट्र नीतिलाई जोड दियो होइन। तर यो विश्वमा असंलग्न जुन आन्दोलन हो त्यो आन्दोलनको हत्या भइसक्यो। असंलग्न राष्ट्रहरूको नेता एउटा चाहिँ इन्डिया पनि हो कि आज इन्डिया असंलग्न हो? त्यो घरि अमेरिकासँग ट्याप्पै टाँसिन्छ, घरि युद्ध सम्बन्धी अथवा चाहिँ सैनिक गतिविधि अथवा चाहिँ सैनिक चाहिँ जहाजहरू आर्म्स एन्ड एमुनेसन यस्तो विषयमा आयो भने ऊ रुसको नजिकै पुग्छ होइन। अनि अब हामी नै भनौँ हामी चाहिँ असंलग्न हुन सक्छौँ त? हामी त असंलग्न हुनुपर्ने, हामी झन् बाध्य हुनुपर्ने असंलग्न हुनको लागि। तर हामीले पनि असंलग्नताको चरित्रलाई गुमाइसक्यौँ। किनभने हामी भन्छौँ इक्विडिस्टेन्स समदूरीको सिद्धान्त भन्छौँ हामी। तर ज्योतिजी एउटा चाहिँ दुःख लाग्दो कुरा तपाईँले पनि सुन्नुभएको छ, म फेरि यहाँ चाहिँ श्रोताहरूलाई दर्शकहरूलाई दोहोऱ्याउन चाहन्छु। त्यो के भने अहिले हामी तेल सङ्कटमा छौँ, पेट्रोलियम सङ्कटमा। त्यति धेरै चाहिँ मूल्यवृद्धि भयो कि त्यो मूल्यवृद्धि चाहिँ त्यो तेलको मूल्यवृद्धि भनेको हाम्रो खाने सामानको मूल्यवृद्धि हो, हाम्रो लेख्ने कागजको मूल्यवृद्धि हो, हाम्रो लेख्ने मसीको मूल्यवृद्धि हो। हामीले हाम्रो चाहिँ भाउजूहरूले हाम्रो चाहिँ बहिनीहरूले चाहिँ शृङ्गारका सामान जुन प्रयोग गर्छन् त्यसमा मूल्यवृद्धि हो, हामीले लुगा धुने साबुनमा मूल्यवृद्धि हो, टुथपेस्टमा मूल्यवृद्धि हो, अथवा यावत सामग्रीमा मूल्यवृद्धि भयो। अब बस भाडा बढ्यो, लामो दूरीको पनि बढ्यो, उपत्यकाका छोटा दूरीको बसहरूको पनि भाडा बढ्यो। त्यसरी चाहिँ तहस नहस बनायो हाम्रो आर्थिक अवस्था। किनभने हाम्रो आर्थिक स्थिति त त्यही हो। हामीले चाहिँ 5 रुपियाँ बढ्दाखेरि हाम्रो 5 रुपियाँ इन्कम बढेको हुनुपर्छ र पो अनि बराबर हुन्छ त्यो त छैन। किनभने मैले भन्न खोजेको कुरा चाहिँ के भने 2072 सालको नाकाबन्दीको बेलामा इन्डियाले सबभन्दा बढी जोड दिएको नाकाबन्दीमा के थियो भने पेट्रोलियम पदार्थमा चाहिँ एकदमै ठुलो नाकाबन्दी गर्ने ताकि नेपाललाई चाहिँ धेरै ठुलो सङ्कट परोस् भनेर। अनि त्यति बेला नेपालले के गरेको रहेछ भने चिनसँग यो काठमाडौँ उपत्यका र पहाड हिमाल पहाडमा चाहिँ यो चिनबाटै पेट्रोलियम पदार्थ ल्याएर आपूर्ति गर्ने भन्ने सम्झौता भएको रहेछ। त्यो कुरा यिनीहरूले थाहा पाए अनि नाकाबन्दी बन्द भयो। बन्द हुने बित्तिकै हामी कहाँ त पाइपबाट पेट्रोल आउनु थाल्यो। जुन मुलुकले हाम्रो देश विरुद्ध नाकाबन्दी गर्यो, हामीलाई 40 सालको नाकाबन्दीमा पनि पेट्रोलियम पदार्थमा नै बढी जोड थियो उनीहरूको, त्यसमा नै चाहिँ नियन्त्रण गर्ने, एक थोपो जान नदिने भन्ने थियो। र 72 सालको नाकाबन्दीमा पनि पेट्रोलियम पदार्थ नै एक थोपा पनि नेपालमा प्रवेश गर्न नसकोस् भन्ने थियो। भने हामीले विकल्प खोज्नुपर्छ कि पर्दैन थियो। अनि 72 सालमा नाकाबन्दी भइरहेको बेलामा अनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको इन्डिया भ्रमणपछि चाहिँ अब त्यो नाकाबन्दी समाप्त भयो। अनि हामीले तेल पायौँ। तेल पाउँदाखेरि चाहिँ अब नेपालले अर्कोतिरबाट तेल ल्याउला, चीनबाट ल्याउला भन्ने डर चाहिँ अनि नेपालमाथि नियन्त्रण हाम्रो कम होला भन्ने लागेर चाहिँ इन्डियाले पाइपबाट चाहिँ पेट्रोलियम पदार्थ दिने भनेर चाहिँ पाइप बिछाए होइन। अनि अहिले अर्को पनि चरणमा त्यो सुरु हुँदैछ। अनि अब ग्यास पनि त्यसै गरी अब हामी चाहिँ जलस्रोतमा धनी अनि हाम्रा चाहिँ त्यो कन्ज्युमरहरूलाई, उपभोक्ताहरूलाई, अब सेवाग्राहीहरूलाई अब इन्डक्सन चुलो फ्रीमा बाँडेर चाहिँ नेपालभरि नै बिजुलीबाट चाहिँ खाना पकाउने एउटा चाहिँ आन्दोलन सुरु गर्ने हो भने त्यसले त के भने पेट्रोलियम पदार्थको आयातमा त धेरै ठुलो कमी ल्याउँछ। अनि गाडीहरूमा पनि चाहिँ अब जस्तो अहिले सुनियो साझा यातायातले चाहिँ पेट्रोलबाट चल्ने डिजलबाट चल्ने गाडीलाई पनि बिजुलीबाट चल्नेमा परिणत गऱ्यो भन्ने आएको छ। त्यस्तो गर्ने हो भने हुन्थ्यो। तर हामीले चाहिँ त्यो गरेको सन्धिलाई पनि हामीले कार्यान्वयन गरेनौँ। नत्र भने आज हामीले यो जुन अवस्था हामीले भोगेका छौँ, आधा सिलिन्डर ग्यास बोकेर हिँड्नुपर्ने जुन अवस्था छ मान्छेको, त्यो अवस्था आउने थिएन। त्यसले गर्दा हामी चाहिँ हाम्रो परराष्ट्र नीति के हो भन्ने नै क्लियर छैन। मेरो टोपी छ नि, यसलाई चाहिँ मैले बेलुका सुत्ने बेलामा सिरान पनि हाल्नु सुत्यो भने भोलिपल्ट यसको आकार कस्तो होला, कता कुचुक हुन्छ। यही हो हाम्रो परराष्ट्र नीति। त्यसको कुनै सेप छैन, कुनै साइज छैन।
अब के सुझाव दिन चाहनुहुन्छ र आम दर्शक श्रोताहरूलाई के अपिल गर्न चाहनुहुन्छ? यसमा नागरिकको भूमिका कस्तो आवश्यक छ अहिले तपाईँको देखाइमा? अब यो नागरिकको चाहिँ हाम्रो कस्तो खालको सोच भयो भने हामीले चुनावमा हाम्रो प्रतिनिधिलाई छानेर पठायौँ, उसले जे गर्नुपर्ने हो गरिहाल्छ भन्ने भयो। तर त्यस्तो भएन कि जनताले बेला बेलामा खबरदारी गर्ने, उसलाई चाहिँ सचेत गराउने, त्यो जिम्मेवारी यो है भन्ने बोध गराउने, किन गरिरहेछ भनेर खबरदारी गर्ने, त्यो काम कम भएको छ। जनताको तर्फबाट त्यो काम हुनु पर्यो। जस्तो अहिले एउटा डर केमा छ भने हामीले परराष्ट्र नीतिको कुरा गऱ्यौँ, अनि हाम्रो चाहिँ कूटनीतिक विफलताको कुरा गऱ्यौँ, अनि हाम्रो चाहिँ भोलि चीनसँगको सम्बन्ध कस्तो हुने हो भन्ने विषयमा कुरा गरेँ। त्यो सन्दर्भमा एउटा कुरा के छ भने चीनले फेरि एउटा कुरा चाहिँ के गर्दैन भने मैले अहिलेसम्मको अनुभवबाट मैले चाहिँ उनीहरूकोबाट पनि कुरा बुझेको र उनीहरूको चाहिँ नीति पनि त्यो भएको, उनीहरू चाहिँ अर्को देशमा हस्तक्षेप नगर्ने हैन। जस्तो कि हाम्रो पूर्व प्रधानमन्त्री प्रचण्डले इन्डियाले चाहिँ म्याक्रो म्यानेजमेन्ट त गर्थ्यो तर माइक्रो म्यानेजमेन्ट गर्न थाल्यो, यो चाहिँ भएन भनेको थियो एकपल्ट। त्यो सूक्ष्मभन्दा पनि सूक्ष्म कुरामा पनि ध्यान दिने, एउटा डिएसपीलाई कहाँ सर्व गर्ने भन्ने कुरा पनि इन्डियन एम्बेसीको चासो हुन्छ भने त्यो देशको कूटनीति परराष्ट्र नीति के हो तीबाट हामीलाई प्रश्नवाचक चिन्ह खडा हुन्छ। किनभने हामीले चाहिँ इक्विडिस्टेन्स भनेको चाहिँ 50-50 हो नि। 50-50 सकिँदैन भने चाइनासँग 40, इन्डियासँग 60, त्यति पनि सकिँदैन भने चाइनासँग 30, इन्डियासँग 70, त्यति त हुनु पऱ्यो नि। तर इन्डियासँग चाहिँ 90 गर्ने अनि चाइनासँग 10 मात्रै गर्ने, त्यो चाहिँ त्यो के हो? त्यो असंलग्न हो, त्यो त संलग्न हो इन्डियासँग। किनभने हामीले आफूलाई बचाउने हो भने चाहिँ दुईवटा ठुल्ठुला छिमेकीको बिचमा बसेर एउटा छिमेकीलाई चाहिँ काखी च्याप्ने, अर्को छिमेकीलाई चाहिँ अब काखी बाहिर राख्ने अथवा चाहिँ उपेक्षा गर्ने, वास्तै नगर्ने र उसले बाध्य भएर आफै आउनुपर्ने। त्यही जस्तो एसपिपी चाहिँ केही कारणले अमेरिकी प्रभावमा बनेको सरकारले भोलि अमेरिकाले भनेको मान्नुपर्ने अवस्था उत्पन्न भएर एसपिपीमा उसले चाहिँ साइन गर्यो भने त्यसको सिधा असर र हामीले भोग्नुपर्ने मार चाहिँ चीनबाट हो हैन। जसरी अहिले चाहिँ अमेरिका र इरानको बिचको द्वन्द्वमा इरानले कहाँ प्रहार गर्यो भन्दाखेरि अमेरिकी नौसेना कहाँ छन्, अमेरिकाको बेस क्याम्प कहाँ छ, छिमेकी वरिपरि भएका बेस क्याम्पहरू त्यहाँ बेस क्याम्पमा हान्यो भने जस्तै भोलि के हुन्छ भने अमेरिकाले यहाँ क्याम्प खडा गर्यो भने उसले के अरे हान्ने त चीनले त त्यहाँ हो, त्यहाँ हान्दा त्यहाँ मात्रै पर्दैन नि त, त्यहाँको क्षेपास्त्र हान्ने हो भने त्यो क्षेपास्त्रको चाहिँ विस्तार हुन्छ, त्यसको प्रहारको त्यसको चाहिँ क्षतिको विस्तार हुन्छ, त्यो भोग्ने त हामी हौ नि। त्यस कारणले त्यो अवस्था आउन नदिनको निमित्त राष्ट्रपालले गम्भीरतापूर्वक सोच्नुपर्छ र जनताले पनि खबरदार यस्तो गर्न पाइँदैन भन्नुपर्छ। हवस्, समय दिनुभयो। अहिलेको ज्वलन्त राजनीतिक विषय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय, सरकारका काम कारबाही, सरकारले देखाएका सङ्केतहरू र नागरिकले गर्नुपर्ने भूमिका, यी सबै कुरामा केन्द्रित रहेर कुराकानी गर्न पाइयो। यो महत्त्वपूर्ण समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। म ज्योतिजीप्रति धन्यवाद दिन चाहन्छु भने एउटा चाहिँ अन्तर्राष्ट्रिय पनि विषय अनि अलिक रणनीतिक कुरा अनि परराष्ट्र नीति सम्बन्धी कुरामा पनि बोल्ने अवसर तपाईँले मलाई दिनुभयो, एउटा पात्र ठान्नुभयो योग्य, त्यसका निमित्त म तपाईँप्रति आभारी छु।